हेर्न सक्नुहुन्छ गाइज यो हाम्रो भारतको कङ्काली मन्दिर हो र हामीहरू अहिले छु स्कुटीमा। अब स्कुटीदेखि यहाँ कङ्काली मन्दिरदेखि चाहिँ हामीहरू चाहिँ लौकी ट्राभलिङ गर्नेछु र त्यो बाटोमा आज मेलाको पनि उत्सव रहेछ। मेलाको बाटोको भ्यू पनि देखाउने छु हजुरहरूलाई। सो यो भिडियोमा जोड्नुहोस् अनि मसँगै मनोरञ्जन लिनुहोस्। त हेर त अङ्कल भिडियो कस्तो आइरहेछ? ठिक आइरहेछ? अगाडि भ्यू आइरहेछ राम्रोसँग? अब यस्तो जाडोमा चाहिँ साथीहरू होइन ग्लोभ्स त लाउनु पऱ्यो नि। ग्लोभ्स लागेर अनि टिकटिक्क परेर अब हामी यहाँबाट हिँड्नेछौँ। सररै के चाहिँ फस्यो। हाम्रो स्कुटी स्टार्ट भइसकेको छ साथीहरू। हेर्नुहोस् हाम्रो अगाडि चाहिँ टेङ्गर रहेछ एउटा। अब यसको पछाडि जाने हामी, जसले जाडोले गर्दा पनि यसले सुरक्षित हुन्। अनि यो बाटोमा चाहिँ धेरै स्पिड चलाउनु पनि भएन किनकि योमा मेन्टेनेन्स गरेर यस्तो ब्रेकर जस्तै बनाएको छ। के भएर वास्तो रोकेर गाडी यहाँ हेर्न सक्नुहुन्छ। आज मेला थियो गाइस। शान्त महल अनि शान्त एन्ड कुल वातावरण भइसकेको छ। अघि अब धुलो जाडो पनि यस्तो धुलो आउँछ मैले एक्सेप्ट गरेको थिइनँ। हेर भोलि पनि मेला हो कि छैन? आज लास्टै हो। कत्रो लाइट यार बस्छ। धुलोलाई त मान्नु पऱ्यो हो, मान्नु पऱ्यो। कहीँ त भएको धुलो यहीँ छ हो, कोसी ब्यारेजको छेउमा। कुपोट खाडो रोडमा त तोपिदिन्छ मान्छेलाई। साह्रो धुलो हो। शान्त कोसी ब्यारेज। यही कोसी ब्यारेज हाम्रो बेलुका त एकछिन मात्र साथीहरू मान्छे हिँड्ने ठाउँ थियो। मैले के भने कहाँबाट आयो यस्तो धुलो? यस्तो धुलो त नहुनु पर्ने यार। अन्त ट्राफिक दाइहरू पुरै साइडमा उभिनु त अरू त बोक्यो होला। ए हो गाडी त जाम छ त। बागमती प्रदेश 1 नम्बर 120 कार। गिभ अस साइड एन्ड यु अल्सो टेक साइड। अन्त मेलाले गर्दा साथीहरू यस्तो जाम भएको भयो, नत्र अरू दिन त यस्तो चाहिँ जाम हुने गर्दैन थियो। यदि तपाईँहरूलाई थाहै छ म भिडियो अपडेट गर्दाखेरि चाहिँ यो दिन सरर हिँडिरहेको हुन्छु होइन, यस्तो चाहिँ जाम हुँदैन थियो। आज मेला चाहिँ त्यो माथि मेरो गाडीको समस्या बन्द हुन्छ। टिममा हिँड्नु नि यार, बिचमा छिरिएछ लाइट गरेर डन्नु। कत्रो ठुलो जाम यार। भिडियो बनाउनु तपाईँ आफ्नो फोनबाट त्यो फटिहाल्छ त। अनि यस्तो जामले त कहाँ हुन्छ त यार? अनि पर्वत पारी गयो नि हमको तुमसे। यो चाहिँ आज मेलाले गर्दा चाहिँ एकदमै जाम भएको छ साथीहरू। हेर्नुहोस् खुस गाडी रोक्नु परिरहेछ। ल तेल पनि छैन त गाडीमा। तेलमा चाहिँ ध्यानै दिएको हो अघिदेखि मर अङ्कल। पछाडि त गाडी छैन नि। हमको तुमसे एक दुईवटा गाडी भए पो त सर योबाट पनि निकाल्नु। मेरो त मिल्दैन होइन। सनम तो क्या करूं। यस्तो फुल्दो मुझे छियो भन्दा केही छैन। पानी होइन हौ, ठाड चिसोले। पहाडी उडान यस्तो भए त भइदियो बाबु। ठिकै होला है, अब रोबोटिक बनाएको छ होला। These brothers my guys, know that we fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your peace and love turn to peace and gloves. Now you gotta deal right now. अङ्कल घुम्नुभयो? मेला घुम्नुभयो? मेला ल फुल गरिदिनु त। कति लाग्छ? दाइ कहाँ जानुभयो आज? ल हाल्ने फुल गरिदिनु त। कति लाग्छ? फुल गरिदिनु न कति लाग्छ? भोलि पनि मेला है? हमसे मोहब्बत नहीं है तो। थोरै चाहिँ तेल थियो। जहाँ त है जाँदैन है? ल ठिक छ। ल त साथीहरु अब पेट्रोल भरेर चाहिँ हैन अब फेरि हाम्रो गन्तव्यतिर लाग्यौं।
यो चाहिँ घन्टाबाडीको पेट्रोल पम्प चाहिँ बल्ल कटेको हामी होइन। तपाईँ अघि पेट्रोल हालेको हेर्नुभयो, स्कुटीमा पुरै फुल पेट्रोल गरेको छु अब होइन। अब एक दिनको लागि चाहिँ म ढुक्क हुन्छु या लौकी र भारतको लागि होइन। यो चस्मामा नि पानी आएपछि लाइट पुरै चिरी जस्तै फुटेको देख्छ क्या नजिक आएपछि लाइट। ट्राफिकसँग किन डराउनु भने त्यो मान्छे डर्किया मर्किया भन्ने खालको हुन्छ कि अलिकति पनि धक्चकायो भने चाहिँ नि रोकिहाल्छ कि। धेरै चाँडै आयो कि आज बस त खुल्लै के छ मेला घुमेर आयो। हमको तुमसे मोहब्बत। हेर्नुहोस् साथीहरू मम्मीले के गर्दै हुनुहुन्छ, मुस्दै हुनुहुन्छ अब होइन। अब पाक्छ हाम्रो घरमा पुडी कि कसो, पुडी पाकेर अनि सब्जी खाने यहाँहरू सब रेडी पारिसक्नु भएको छ। हेर्नुहोस् यहाँ ल त साथीहरू, अब नेक्स्ट टाइम फेरि म यस्तै भिडियो लिएर आउनु छु। त्यति बेलासम्म यो भिडियो हेर्नु होला, माया गर्नु होला है त। बाई बाई, सी यू टुमोरो।